सबैलाई नमस्कार, स्वागत छ। आज म त्यो मेसिनको बारेमा बताउने छु जस बिना प्लाइवुड बन्ने कल्पना नै गर्न सकिँदैन। त्यो हट प्रेस मेसिन यो मेसिन नै हो जसले साधारण भेनियरलाई स्ट्रङ प्लाइवुडमा बदलिन्छ। हट प्रेस मेसिन गर्छ के त यो मेसिनले टेबलमा वा कम्पोजिङ टेबलमा बुलिङ गरेको कोर भेनियर र फेस एल्युमिनियम प्लेटलाई लगाई रेडी भएको काँचो प्लाइवुडलाई हट प्रेस मेसिनमा राखिन्छ। यहाँ मेसिनले करिब 120 देखि 160 सेल्सियस तापक्रम र 2.5 देखि 4 केजी प्रति स्क्वायर फिट दबाब दिन्छ र त्यही दबाब तापले प्लाइवुड बलियो र टिकाउ र पर्फेक्टली फिट बनाउँछ। हट प्रेस कति प्रकारका हुन्छन्? हट प्रेस हिटिङका आधारमा 3 प्रकारका: 1 स्टिम हिटेड हट प्रेस, थर्मिक ओइल हिटेड हट प्रेस, 3 इलेक्ट्रिक हिटेड हट प्रेस र अपरेसन कन्ट्रोलका आधारमा म्यानुअल हट प्रेस, सेमी अटोमेटिक हट प्रेस, फुल्ली अटोमेटिक हट प्रेस। प्लेटिन एरेन्जमेन्ट ओपनिङका आधारमा सिंगल डिलाइट हट प्रेस, मल्टी डिलाइट हट प्रेस र स्पेशल डिलाइट हट प्रेस हुन्छन् भने यसमा ताप आउने स्रोत हुन्छ। बोइलरबाट आउने हट ओइल वा स्टिम जसले स्टिल प्लेट तताउँछ र त्यसैले प्लाइवुडलाई मजबुत बनाउँछ। तपाईँले सुन्नुभयो, हट प्रेस मेसिन नै प्लाइवुडको दिल हो। यदि यो राम्रो चलेन भने प्लाइवुडको गुणस्तर कहिल्यै राम्रो आउँदैन। त्यसैले याद राख्नुहोस्, स्ट्रङ प्लाइवुड र स्टार्ट फ्रम अ स्ट्रङ प्रेस। कामकै दबाबलाई पनि यही मसिन जस्तो पोजिटिभ इनर्जीमा बदलौँ। भिडियो सुनिदिनु भएकोमा, हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परे भिडियो लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला। नमस्ते।